यहाँनिर हान्थ्यौँ। अब फोटो मात्रै बढी हो कि होइन भाइ? यो गाछान डिजिटल कम्प्लेक्स हो। यहाँ चाहिँ हामी सपिङ गर्न आएको थियौँ। यो सपिङहरू राम्रोसँग गरियो होइन। यो मेरो भाइ हो एकदम जाडो छ। जाडोमा नि यो भाइले एकदम मेहनत गरेर होइन फोटो खिच्दियो। फोटो सुट साथै रमाइलो गर्यो। एउटा भाइ चाहिँ निकै अगाडितिर दौडिएर हिँडिरहेछ होइन। जाडो जाडो मौसम एकदम राम्रो छ। अब नेपाल जानु पनि धेरै छैन, ठ्याक्कै 1.5 महिना बाँकी रहेको छ। तिमीसँग भेट्ने एउटा रमाइलो एउटा भिडियो चाहिँ बनाऊ भन्ने कुरोले होइन। दाजु यहाँबाट त जान्छ। मेरो भाइले यहाँनिर फोटो खिच्ने भनेर यहाँनिर भनिरहेछ होइन। भाइको एउटा फोटो यहाँनिर खिच्नु पऱ्यो। ल तिम्रो यसमा निकाल न। यो चाहिँ के हो सिमुसाई सेङ्छो भनेर ठाउँ रहेछ त्यहाँनिर। ल क्यामेरा चट्टा निकाल। अब नेपालमा गुन्द्रीको महत्त्व छैन। यहाँ चाहिँ गुन्द्री चाहिँ यसरी बनाएर यसरी फुललाई वरिपरि घेर्ने काम गर्छ। ल मेरो भाइलाई दामी फोटो खिच्नु पऱ्यो। माथिको फुलको भ्यू त अलिक परबाट मात्रै आउँदो रहेछ त। ल ल साउन्ड बोका जाउँ। भाइ त धेरै अगाडि बढिसक्यो। कोरियामा लगभग यो वर्षको अन्ततिरको चाड हो। मान्छेहरू साइकलमा पनि यसरी हिँड्छ होइन। जो घुम्नलाई चाहिँ यो ठाउँ एकदम रमाइलो हो। तर अब काम गर्नको लागि चाहिँ यो ठाउँमा सोच्दा पनि धेरै नै गाह्रो छ। धेरै नै गाह्रो छ। पैसा भयो भने चाहिँ यो ठाउँमा धेरै राम्रो छ। पैसा कमाउन सकेन भने यो ठाउँमा गाह्रो छ। अबको कोरिया बसाइ बिट मार्ने क्रममा आजको यो भ्लग यहाँहरू माझ म राख्न चाहन्छु। यो चाहिँ कोरियाको खेङ्गिदो गासन डिजिटल भन्ने एउटा कम्प्लेक्स सिटी हो। यसमा चाहिँ अझै धेरै ठाउँहरू घुम्ने बाँकी छ। घुम्ने प्रक्रियामा यहाँनिर आइपुगेको छु। मेरो साथी छुटुक्यो। यहाँ चाहिँ प्राय गरेर कपडाहरूको विशेष गरी सपिङ हुन्छ। ल छिटाउनु पऱ्यो। ल त